हेलो नमस्कार। आज चाहिँ म यो शिक्षा सफ्टवेयरमा हजुरले सब्जेक्ट सेटअप गर्ने, क्लासहरू सेटअप गर्ने, सेक्सनहरू सेटअप गर्ने, सब्जेक्ट लिङ्क गर्न सिकाउन गइरहेको छु है। यसको लागि चाहिँ सुरुमा हामी शिक्षा सफ्टवेयर डट कम हाल्नु पर्यो गुगल क्रोममा गएर। हालिसक्नु भइसकेपछि हजुरले शिक्षा सफ्टवेयरले दिनुभएको आइडी पासवर्ड हालेर लगइन गर्नु पर्यो हजुरले है, साइन इन गर्नु पर्यो। साइन इन गरिसक्नु भइसकेपछि हजुरले सुरुमा स्कुलको नाम र एकाडेमिक इयर माथिपट्टि आउँछ। आइसकेपछि हजुरले सुरुमा गएर सेटिङको एडमिनिस्ट्रेसनमा गएर स्कुल डिटेल्स भर्नु पर्यो। आफ्नो स्कुलको डिटेल्सहरू यहाँ भरेर सेभ गर्नु होला। यो चाहिँ सुरुको हाम्रो फर्स्ट स्टेप भयो है। यो चाहिँ सेटिङको एडमिनिस्ट्रेसनमा गएर स्कुल डिटेल्स गरेर भरिदिनु पर्यो, सुरुमा सेभ गरिदिनु पर्यो। र सेकेन्ड स्टेप भनेको हाम्रो सेटिङको तलपट्टि सेटिङको एकाडेमिकमा गएर एड सब्जेक्ट गरिदिनु होला। एड सब्जेक्टको लागि चाहिँ सुरुमा हाम्रो स्कुलमा पढाइ हुने सबै विषयहरू जस्ट लाइक नेपालीको यसको सर्ट फर्म। अब सर्ट फर्म यसको अब ब्ल्याङ्क छ भने ब्ल्याङ्क चुज गरिदिनु पर्यो हजुरले यहाँ। अनि त्यसपछि यो ऱ्याङ्किङ अर्डर चाहिँ कुनमा हुन्छ, मानौँ यो 2 नम्बरमा हुन्छ मार्कसिटमा भने 2 नम्बरमा 2 लेखेर सेभ गरिदिनु, यसरी एड गरिदिनु। जस्ट लाइक यसरी नै इङ्ग्लिस सबै हाम्रो स्कुलमा पढाइ हुने चाहिँ सबै विषयहरू यसरी खोल्दै जानु पर्यो है। र अप्सनल विषयको लागि चाहिँ अप्सनल म्याथ गर्नुहोस्, अप्सनल म्याथ चुज गरिदिनुहोस् यहाँ। अनि अप्सनल चुज गरेर ऱ्याङ्किङ कति हुन्छ, 9, 10 कति हुन्छ त्यो हेरेर एड गरिदिनु होला। यो हाम्रो सेकेन्ड स्टेप भयो। फर्स्ट स्टेप एडमिनिस्ट्रेसनमा गएर स्कुल डिटेल्स भरिदिनु। सेकेन्ड स्टेप सेटिङमा गएर एकाडेमिकमा गएर एड सब्जेक्ट गरिदिनु होला है। सबै स्कुलमा पढाइ हुने विषयहरू नर्सरीदेखि 10, 11, 12 कतिसम्म हुन्छ यसरी खोल्दै जानु पर्यो। अप्सनल म्याथको छ भने यसरी इलेक्टिभमा चुज गरिदिनु पर्यो, ऱ्याङ्किङ मिलाइदिनु पर्यो। सेकेन्ड स्टेप यो भयो हजुर है। अर्को थर्ड स्टेप भनेको चाहिँ लिङ्क क्लास सब्जेक्ट गर्नु होला। लिङ्क क्लास सब्जेक्ट भनेको कसो भन्दाखेरि हाम्रो नर्सरी क्लासमा पढाइ हुने विषय के छ। नर्सरी क्लासमा सेक्सन एमा पढाइ हुने विषय नेपाली छ, म्याथ छ, इङ्ग्लिस छ, 3टा छ। तर यसको क्रेडिट आवर एउटै छ भने चाहिँ हजुरले यहाँ कति छ क्रेडिट आवर 2 राखेर सेभ गर्न नि मिल्यो है। अब डिफ्रेन्ट छ अझै नेपाली ओरल, नेपाली इङ्ग्लिस ओरलहरू छ भने नेपाली रिटर्न, नेपाली ओरलको डिफ्रेन्ट छ, 1 छ क्रेडिट आवर भने चाहिँ यसरी 1 राख्न नि मिल्यो। यसरी के छ क्रेडिट आवर यसरी राख्दै जानु पर्यो हजुरले है। यो नर्सरीको यसरी भयो, 10 सम्म हजुरले यसरी नै सिङ्क गर्दै यसरी हाल्दै जानु पर्यो है। 2, 3, 4, 5, 6 यसरी नै हाल्दै यसरी देखिनु पर्यो। तपाईँको थ्योरीमा मात्र हाल्नु भयो भने थ्योरीको मात्र मार्क्स आउँछ, मार्क्स हाल्नु मिल्यो उतापट्टिबाट ग्रेड आउँछ। प्र्याक्टिकल पनि हाल्नु पर्यो, प्र्याक्टिकल पनि क्रेडिट आवर छ भने प्र्याक्टिकल नै हालिदिनु पर्यो है। त्यो चाहिँ हजुरको सेकेन्ड स्टेप भयो। लिङ्क क्लास सब्जेक्टमा गएर हालिदिनु पर्यो त्यो चाहिँ। अब अर्को थर्ड स्टेप भनेको चाहिँ हाम्रो चाहिँ अब थ्योरी र प्र्याक्टिकल दुईटा हुन्छ हाम्रो एक्जामिनेसन होइन त। सेटिङको एक्जामिनेसनमा गएर एड इक्जाम डिटेल्स गरिदिनु पर्यो। कहाँ जानु पर्यो, सेटिङको एक्जामिनेसन तलपट्टि एक्जामिनेसनमा गएर एड इक्जाम डिटेल्स गरेर हजुरले थ्योरी प्र्याक्टिकल के खोल्नु पर्यो, मन्थली टेस्टहरू के खोल्नु पर्यो, एड इक्जाम डिटेल्स गर्दै जानु पर्यो है। एड इक्जाम टाइप गर्दै हजुरले सरेर जानु पर्यो यहाँ चाहिँ। यो गरिसकेपछि अर्को थर्ड स्टेप भन्यो, फोर्थ स्टेपमा पुग्यो हामी। फोर्थ स्टेप भनेको चाहिँ म्यानेज एक्जामिनेसन जानु है। फोर्थ स्टेप भनेको म्यानेज एक्जामिनेसन जानु। म्यानेज एक्जामिनेसनमा गइसकेपछि हजुरले उतापट्टि खोल्नुभएको थ्योरी प्र्याक्टिकल यहाँ के खोल्नुभएको छ त्यो एक्जाम टाइपमा यहाँ सर आउँछ। अब हजुरले फर्स्ट टर्म, सेकेन्ड टर्म, थर्ड टर्म बनाउनको लागि एड इक्जाम डिटेल्स एड न्यू इक्जाम गर्नु होला है। एड न्यू इक्जाम गरेर यहाँ चाहिँ मानव फर्स्ट टर्म थ्योरी लेख्नु है। यो के टाइपभित्र पर्यो, थ्योरी टाइपभित्र पर्यो। अब कुनै पहिलाको प्रिभियस इयरको तान्न छ भने त्यही सेटिङ तान्न छ भने यसरी इयर चुज गरिदिनु, होइन तान्न छैन भने चाहिँ यतिकै सेभ गरिदिनु है। फर्स्ट टर्म थ्योरी भयो, टेस्ट फर्स्ट टर्म थ्योरी लेख्छु। अब यसरी इन्टरनल पनि हजुरले यसरी खोल्नु पर्यो है।
यसरी खोलेर यहाँ गएर इन्टरनल चुज गरिदिनु पर्यो। त्यो गरेर सेभ गरिदिनु। यो फर्स्ट टर्म हजुरले खोल्न चाहिँ यसरी खोल्नु पर्यो है। त्यसपछि हजुरले के गर्नु पर्यो, थ्योरीमा चुज गर्नु पर्यो। यहाँ गएर हजुरको एकचोटि रिफ्रेस गर्ने, एकचोटि सरले रिफ्रेस गर्नु। थ्योरीमा गएर यहाँ टेस्ट फर्स्ट टर्म थ्योरी हजुरले जे खोल्नुभयो त्यहाँ आउँछ, यहाँ क्लिक गरिदिनु। यसरी थ्योरीको फर्स्ट टर्म थ्योरीमा गएर एड इक्जाम डिटेल्स गरिदिनु है। यसरी माथिपट्टि हजुरले टाइटल खोल्नुभएको आउँछ। अब यसको फुल मार्क्स कति छ, पास मार्क्स कति छ, अब क्लास कुन कुन क्लासलाई कुन कुन फुल मार्क्स हुन्छ, कुन कुन पास मार्क्स हुन्छ भनेर सेभ गरिदिनु पर्यो हजुरले। यसरी गाडी सिङ्क गर्नुभएको चाहिँ बल्ल आउँछ। नर्सरी केजी 1 को मात्र मैले टिक गरेको थिएँ, विद्यार्थीहरूको क्लासको मात्र यसरी आयो है। हजुरले यहाँ मार्क्स हालेर सेभ गर्नु पर्यो। यसरी मार्क्स हाल्नु पर्यो, यहाँ 20 30 कति आउँछ उहाँको विद्यार्थीको हालेर सेभ गरिदिनु होला। इन्टरनलको पनि त्यही हो, इन्टरनलमा चुज गरिदिनु। टेस्ट फर्स्ट टर्म इन्टरनल भइहाल्यो। मैले यो फर्स्ट टर्म इन्टरनल लेख्नु होला। एड इक्जाम डिटेल्स गरेर फुल मार्क्स पास मार्क्स कति कति हुन्छ सेभ गर्नु है। अब सेकेन्ड टर्मको खोल्नु पर्यो भने चाहिँ हजुरले ठ्याक्कै यसरी गएर सेकेन्ड टर्म थ्योरी गर्नु। यहाँ थ्योरी नै चुज गरिदिनु। 2081 को मैले फर्स्ट टर्मबाट तान्न पर्यो भने चाहिँ फर्स्ट टर्म गरेर सेभ गरिदिनु। हजुरले खोलिराख्नु परेन, फुल मार्क्स पास मार्क्स सेकेन्ड टर्म हालिराख्नु परेन। यो चाहिँ हजुरको फोर्थ स्टेप है। यो चाहिँ मार्क्स चाहिँ निकाल्ने, मार्क्स हाल्ने, फुल मार्क्स पास मार्क्स हाल्ने ठाउँ चाहिँ यो भयो है। एक्जामिनेसनको म्यानेज एक्जामिनेसनमा गएर अब हालिसके, मार्क्सहरू हालिसके, सबै रेडी भयो, टिचरहरूले हालिसक्नुभयो, सबै भयो भने चाहिँ अब हाम्रो गइन्छ रिपोर्टमा गइन्छ है। अब फिफ्थ स्टेप चाहिँ हाम्रो कहाँ गयो, रिपोर्टमा गयो है। रिपोर्टमा गएर अब हाम्रो चाहिँ तीन थरीको हुन्छ। थ्योरीको मात्र निकाल्न नि मिल्यो, इन्टरनलको मात्र निकाल्न नि मिल्यो, बिना थ्योरी र इन्टरनल कम्बाइन गरेर कन्सिलेट रिजल्ट निकाल्न नि मिल्यो। यो कन्सिलेट रिजल्ट गर्नलाई कहाँ जाने भन्नुहुन्छ भने हजुरले सेटिङको एक्जामिनेसनमा गएर कन्सिलेट रिजल्ट गरिदिनु पर्यो। यहाँ गएर है कन्सिलेट चाहिँ कसो गर्नु पर्यो, फर्स्ट टर्म एक्जामिनेसन लेख्नु पर्यो। उतापट्टि हामीले फर्स्ट टर्म थ्योरी लेखेको थियो, फर्स्ट टर्म इन्टरनल लेखेको थियो। यसरी फर्स्ट टर्म एक्जामिनेसन मार्कसिटमा आउने है। यो चाहिँ मार्कसिटमा यो यहाँ जे लेख्नुहुन्छ त्यही आउँछ, मार्कसिट ग्रेडसिटमा जे आउँछ त्यही, यहाँ जे लेख्नुहुन्छ त्यही आउँछ है। फर्स्ट टर्मिनल एक्जामिनेसन लेख्नुभयो, यो अब आफ्नो इच्छा हो। यो अब मानौँ नर्सरी केजी 1 को चाहिँ प्र्याक्टिकल हुँदैन, नर्सरी केजी 1 को प्र्याक्टिकल हुँदैन भने चाहिँ सबै सेक्सनलाई अब फर्स्ट टर्मको मैले अहिलेको टेस्ट नै चुज गरिदिन्छु। टेस्ट यहाँ चाहिँ हाल्नु पर्ने हुन्छ। टेस्ट फर्स्ट टर्म थ्योरी भयो, योबाट मैले 50 मार्क्स ताने। हजुरले मार्क्स अब मानौँ 50 मा राख्नुपर्छ, 100 मा तान्न पर्यो भने चाहिँ 100 मा तान्न मिल्यो यसरी है। मैले फर्स्ट टर्म थ्योरी चुज गरेँ, यसरी 100 गरेर सेभ गरिदिएँ, एड गरिदिएँ। यसरी नै अर्को यसरी एड गरिदिएँ। फेरि अर्को पनि फर्स्ट टर्म एक्जामिनेसन गरेर अब 1 देखि 1 2 3 4 5 सबैलाई चुज गरेर हजुरले फर्स्ट टर्म थ्योरीबाट 50 भयो, इन्टरनल नि 50 भयो। यो 50-50 गरेर सेभ गरिदिनु पर्यो, एड गरिदिनु पर्यो यसरी है। एड गरिसकेपछि बल्ल हजुरले एकचोटि रिपोर्टमा गएर कन्सिलेट रिजल्ट गर्नुभयो भने यहाँ तलपट्टि फर्स्ट टर्मिनल एक्जामिनेसन भनेर आउँछ, यो गरेर सर्च गर्नु है। यहाँ चाहिँ थ्योरी प्र्याक्टिकल दुइटै कम्बाइन भएर आउँछ। यो चाहिँ कम्बाइन खाले चाहिँ कन्सिलेट रिजल्ट गएर हेर्नु पर्यो। अब हजुरले लेजर निकाल्नु पर्यो, मार्क्स हालेर त सक्नुभयो, कम्बाइन गरेर सक्नुभयो, लेजर निकाल्नु पर्यो भने चाहिँ हजुरले कन्सिलेट रिजल्ट गरिदिनु। कुन टर्मको निकाल्ने टर्म चुज गरिदिनु। ग्रेड सीमा निकाल्नु चाहिँ मार्कसिटमा निकाल्नुहुन्छ कि केमा निकाल्नुहुन्छ, मार्कसिट नर्मलाइज चुज गरेर सर्च गरिदिनु है। हजुरले हार राख्नुभयो फर्स्ट टर्म अहिले मैले राखेको थिएँ नम्बर एउटा विद्यार्थीको 60 आएको छ, 60 आयो भनेर यहाँ देखियो है। मार्कसिट नर्मलाइज चुज गर्नुभयो भने भयो, हजुरले मार्कसिट चुज गर्नु पनि भयो। अब वेट अनुसार तान्नु छ भने हामीले फुल मार्क्स 50 राखेको थियो, 100 मा वेट तान्नु पर्यो भने चाहिँ मार्कसिट नर्मलाइज चुज गरिदिनु। अनि अहिले आएको हाम्रो मार्कसिट हो कि ग्रेड सिट आएको चाहिँ ग्रेड सिट सिडिसी फर्मेट चुज गरेर सर्च गर्नुभयो भने भयो। अहिलेको यो सिडिसी अनुसारको मार्कसिटको फर्मेट हो यो चाहिँ है। हजुरले त्यसपछि मैले मार्कसिट नर्मलाइज गरेँ, सर्च गरिसकेपछि अब लेजर निकाल्नु पर्यो हजुरले भनिसकेपछि यतिकै के टिक नगरिकन यहाँ गएर प्रिन्ट गर्नुभयो भने लेजर आउँछ यसरी है। यसरी लेजर आयो, लेजर नि कन्ट्रोल पी गरेर प्रिन्ट गर्न सक्नुभयो। त्यसपछि हामीले अब ग्रेड सिट निकाल्नु पर्यो, मार्कसिट निकाल्नु पर्यो भने चाहिँ हजुरले मानव मैले सिडिसी फर्मेट पनि निकालिदिएँ। ग्रेड सिट सिडिसी फर्मेट टिक गरेर सर्च गरेँ, एउटा विद्यार्थीहरू सबैलाई टिक गरेँ।
माथि गएर प्रिन्ट गऱ्यो भने चाहिँ हजुरले यसरी ग्रेड सिट नै आयो। हजुरले यहाँ सब्जेक्ट कोड आउँछ, यहाँ कोड भरेको ठाउँमा अब सब्जेक्ट आउँछ, यहाँ सब्जेक्टहरू सर आउँछ, केमा कति कति आयो जिपिए आउँछ। अनि तपाईँको एक्स्ट्रा विषय छ, अब स्किल्सहरू विषय छ भने एक्स्ट्रामा पनि आयो। डेटा इस्यु हजुरले सेटअप गर्नुहुन्छ भने डेटा इस्यु पनि आउँछ। प्रिन्सिपल सरहरूको अथवा क्लास टिचरको सरको साइन राख्नुभएको छ भने साइन पनि आयो। आइसकेर कन्ट्रोल पी गरेर प्रिन्ट गर्न नि मिल्यो। हजुरले प्रिन्ट गर्न नि मिल्यो है। यहाँसम्म मात्रै बुझ्नुभयो होला। त्यसपछि अर्को फोर्थ स्टेप यो त अब मार्कसिटहरू सबै निकाल्ने कुरा भयो। अब टिचरहरूले आफै मार्क्स हाल्न चाहनुहुन्छ भने, मोबाइल एपबाट मार्क्स हाल्न चाहनुहुन्छ भने चाहिँ त्यो पनि अर्को पनि छ। त्यसको लागि चाहिँ हाम्रो डेस्कटपतिरबाट हाम्रो सिङ्क्रो गरिसक्नु भएको छ भने त यहाँ तपाईँको स्टुडेन्टहरू है, इम्प्लोइहरू अलरेडी आउनुहुन्छ, यहाँ सर यसरी देखिनुहुन्छ। इफ हाम्रो डेस्कटप चलाउनु भएको छैन भने चाहिँ हजुरले एक्सेलबाट अपलोड गर्न नै मिल्यो है। यो चाहिँ यसको लागि चाहिँ हाम्रो शिक्षा सफ्टवेयरमा कल गर्नु होला। अब त्यसपछि अब हाम्रो चाहिँ टिचरहरूले चाहिँ मोबाइलबाट अथवा घरैबाट मोबाइल एपबाट मार्क्स हाल्न पनि मिल्छ है हाम्रो चाहिँ। त्यसपछि इम्प्लोइमा गएर, त्यसको लागि चाहिँ इम्प्लोइमा गएर माथिपट्टि इम्प्लोइमा गएर म्यानेज इम्प्लोइ गरेर सर्च गरिदिनु है। सर्च गरेर मानव सीता श्रेष्ठ भन्ने म्यामले उहाँले यसरी टिक गर्नु, लिङ्क क्लास सब्जेक्ट गर्नु, यो लिङ्क टिचर क्लास सब्जेक्ट गरिदिनु। उहाँले मानव क्लास नर्सरीलाई सेक्सन एलाई नेपाली पढाउनुहुन्छ सेभ गर्न पर्यो। यसरी आउँछ है। उतापट्टि हाम्रो चाहिँ फेरि नर्सरीमा चाहिँ नेपाली पढाइ हुनुपर्छ है, त्यो नभइकन चाहिँ आउँदैन यतापट्टि। यसको लागि चाहिँ नेपाली पढाइ चाहिँ हुनै पर्यो। यो गरेर सेभ गर्नु भने उहाँ म्यामले चाहिँ यो मात्र विषयको मार्क्स हाल्न पाउनुभयो, अरूको पाउनु भएन है। यसरी नै टिचरहरूलाई सिङ्क्रो गरेर नि मिल्यो। अब अर्को पनि छ हाम्रो, के छ भन्दाखेरि सेटिङको एकाडेमिकमा गएर लिङ्क क्लास सेक्सनमा गएर क्लास टिचरले दिनु पर्यो सबै। अब एक्सेसहरू त्यो एटेन्डेन्स हाल्नलाई दिनु पर्यो। क्लास टिचरहरूको त छुट्टै छुट्टै भूमिका हुन्छ नि त, त्यसको लागि चाहिँ क्लास टिचरमा गएर एड गरिदिनु पर्यो। उतापट्टि भएको टिचरहरू यसरी आउनुहुन्छ, यसरी एड गरेर छोडिदिनु पर्यो यसले। अब नर्सरीमा सेक्सन एमा हाम्रो नरेश ढकालजी क्लास टिचर हुनुहुन्छ भनेर देखिएको छ। अब उहाँ क्लास टिचरले चाहिँ मोबाइल एपबाट चाहिँ हजुरको एक्जामिनेसनको यो एटेन्डेन्स पनि हाल्न पाउनुहुन्छ है। एटेन्डेन्स पनि हाल्न पाउनुभयो। ल अर्को हाम्रो के छ भन्दाखेरि त्यसपछि अर्को चाहिँ हाम्रो के गरिदिनु पर्यो भन्दाखेरि एकाडेमिकमा गएर टाइम टेबल पनि मिलाइदिनु पर्यो है। हाम्रो चाहिँ नर्सरीको सेक्सन एमा के पढाइ हुन्छ, मानव एसएस भन्ने म्यामले नेपाली फर्स्ट पिरियड पढाउनुहुन्छ मन्डे भनेपछि यसरी ट्र्याक गरेर ल्याएर राखिदिनु भयो। यो फर्स्ट पिरियड पढाउनु मात्र विद्यार्थीले हाम्रो टिचरहरूले एटेन्डेन्स लिन मिल्छ, सेकेन्ड थर्डको लिनु मिल्दैन। यो चाहिँ फर्स्टको मात्र लिनु मिल्यो। फर्स्ट पिरियडको मात्र यो टिचरहरूले चाहिँ क्लास मोबाइल एपबाट नि एटेन्डेन्स लिन मिल्यो। ल अब हाम्रो चाहिँ एक्जामिनेसनको पाटो चाहिँ यही हो। अब के बुझ्नु भएन हाम्रो अफिसमा कल गर्न सक्नुहुन्छ। हाम्रो अफिसको नम्बर 056 598 493 एमा कल गरेर बुझ्न सक्नुहुन्छ। हामीले के गाह्रो लाग्यो भने, कतै यसो अप्ठ्यारो लाग्यो भने। अब इक्जाम रुटिन पनि हाल्न छ भने हाम्रो रुटिन पनि छ एमा है। इक्जामको रुटिनहरू मानव क्लास नर्सरीकै राख्नुहुन्छ है। त मैले एउटा सेक्सन क्लास नर्सरीको हाम्रो 14 गते दुईटा हुन्छ इक्जाम मानव ल। 15 गते हुन्छ एउटा इक्जाम, फेरि 17 गते हुन्छ। के सब्जेक्ट हुन्छ, नेपाली रिटर्न हुन्छ, नेपाली ओरल हुन्छ, अब इङ्ग्लिस रिटर्न हुन्छ, इङ्ग्लिस ओरल भयो मानव है। यो 14 गते दुईटा इक्जाम भने चाहिँ हजुरले नेपाली रिटर्न 14 चुज गरेर यहाँ नेपाली रिटर्न नेपाली ओरल गरेर सेभ गर्नुभयो भने हजुरले यसरी पनि आयो है। दुईटा एउटै एकैचोटि आउँछ, प्रिन्ट गरेर दिन पनि सक्नुहुन्छ। हजुरले प्रिन्ट गरेर राख्न पनि मिल्यो है। त्यसपछि हाम्रो चाहिँ अब एडमिट कार्ड पनि मैले देखाइदिएको छु। एडमिट कार्ड पनि हजुरले कन्सिलियर रिजल्ट गर्नु, यहाँ गएर फर्स्ट टर्म एक्जामिनेसन गर्नु, सर्च गर्नु है। सर्च गरिसकेपछि यहाँ टिक गर्नु यसरी सबैलाई। माथिपट्टि एडमिट कार्डमा क्लिक गर्नुभयो भने भयो है। फोटो पनि आउँछ विथ सिग्नेचर, विथ फोटो गर्नु भने फोटो पनि आउँछ। हजुरले इमेज राख्नुभएको छ भने अथवा सिग्नेचर हाम्रो टिचरहरूको सिग्नेचर राख्नुभएको छ, क्लास टिचरको र प्रिन्सिपल सरको सिग्नेचर राख्नुभएको छ भने विथ सिग्नेचर गर्नुभयो भने आयो है। र अर्को भनेको अहिले हामीले इक्जाम सेड्युल राख्यो नि, इक्जाम सेड्युल राखेको पनि हेर्न मिल्छ है। यसरी सर्च गरेर यहाँ टिक गरेर सर्च गर्नु, टिक गर्नु यसरी एडमिट कार्डमा क्लिक गर्नुभयो भने हजुरले मैले अहिले राखेको टाइमहरू छ नि, यो इक्जाम टाइम कति बजे हुन्छ,
यहाँ यो फोटो छ भने फोटो पनि आयो, फोटो राख्नुपर्छ भने उतापट्टिबाट स्कुलको लोगो पनि आउँछ यसमा, आफ्नो स्कुलको नाम आयो, लोकेसन आयो, कुन एक्जामिनेसनमा त्यो एक्जामिनेसन आयो, रोल नम्बर आयो, सेक्सन आयो, एक्जाम टाइम पनि आयो है। अनि कन्ट्रोल पी गरेर प्रिन्ट गरेर दिन सक्नुहुन्छ। यो चाहिँ हाम्रो शिक्षाको एडमिट कार्ड भयो। अब आफ्नै मेरो आफ्नै हाल्छु, मेरो शिक्षाकोबाट प्रिन्ट गर्दिनँ, मेरो आफ्नै डिजाइन बनाएर हाल्छु भन्न पनि मिल्यो है आफूले चाहिँ। यसको लागि चाहिँ सेटिङमा गएर एक्जामिनेसनमा जानु होला है, तलपट्टि सेटिङको एक्जामिनेसनमा जानु, यहाँ एडमिट कार्ड फर्मेट भनेर छ, एडमिट कार्ड फर्मेटमा आफूले यसरी नै यो हाम्रो चाहिँ नी क्यापिटल सेकेन्डरी स्कुलको फर्मेट छ, यसरी नै आफ्नो डिजाइन गरेर हजुरले यहाँ गएर इमेज अपलोड गरेर हाम्रो यो क्लास, सेक्सन, रोल नम्बर, नेम, फादर नेम के चाहिन्छ आफूलाई ड्र्याग गरेर तान्न मिल्यो है। यो तानेर सेभ गर्नु पर्यो। त्यसरी नै हाम्रो यो मार्कसिटको फर्मेट पनि हुन्छ है। मार्कसिट फर्मेटमा क्लिक गर्नु, मार्कसिट फर्मेटमा क्लिक गरेर मार्कसिटको आफ्नो मार्कसिटको डिजाइन छ भने नि अपलोड गरेर सेभ गर्न चाहिँ मिल्यो है त। ल यति नै हो। डेली एटेन्डेन्स लिन छ भने नि हाम्रो डेली एटेन्डेन्स पनि भयो है। यो डेली एटेन्डेन्स लिन मिल्छ। त्यसको लागि चाहिँ हाम्रो हजुरले गएर एटेन्डेन्समा क्लिक गर्नुभयो भने भयो। एटेन्डेन्समा कतिजना प्रेजेन्ट हुन्छ, कतिजना एब्सेन्ट हुन्छ देखिन्छ। एटेन्डेन्स डेली एटेन्डेन्स हजुरले अब क्लास टिचरले गर्नुहुन्छ के अरे, अब क्लास टिचरले गर्नुभयो भने हजुरले नि गर्नुभयो भने चाहिँ हजुरले यहाँ गएर एटेन्डेन्स स्टुडेन्टमा गएर एटेन्डेन्समा जानु होला। नर्सरीको सेक्सन ए को कुन दिनको 14 गतेको, आज मैले 14 गतेको गर्नु पर्यो एटेन्डेन्स भनेर टिक सर्च गर्नु, यहाँ गएर टिक गरेर प्रेजेन्ट गर्नु भने यहाँ यसो निलो आउँछ, उहाँ चाहिँ प्रेजेन्ट हुनुभयो। यो चाहिँ डेली एटेन्डेन्स चाहिँ हजुरको यतापट्टि गएर यसरी देखिन्छ है यहाँ एटेन्डेन्स भएको चाहिँ। एक्जामिनेसनको चाहिँ यति नै भयो। अब कतै कतै छुटफुट भएको छ कि के छ म नि हेर्छु एकछिन। ग्रेस मार्क्सहरू पनि एड गर्न मिल्छ है। ग्रेस मार्क्सहरू पनि हजुरले ग्रेस मार्क्स चाहिँ थ्योरीमा एड गर्ने है। यो ल हेर्नु त म एउटा थ्योरीमा एड गरेर देखाइदिन्छु। फर्स्ट टाइम थ्योरीमा गएर मार्कसिटमा गएर सर्च गरेँ मैले है। अब उहाँ फेल हुनुभयो, मानौँ फेल हुनुभयो भने चाहिँ टिक गरेर पहिला सुरु एक्जामिनेसनमा गएर यहाँ ग्रेस मार्क्समा गएर यस गरिदिनु पर्यो। ग्रेस मार्क्समा नो छ भने चाहिँ यहाँ यस गरेर सेभ गरिदिनु होला है। अनि त्यसपछि बल्ल यहाँ एक्जामिनेसनको रिपोर्टमा गएर थ्योरीको फर्स्ट टर्म थ्योरीमा गएर सर्च गरिदिनु, यहाँ टिक गरेर ग्रेस मार्क्स एड गरिदिनु पर्यो है। ग्रेस मार्क्स अब पास मार्क्स कति छ त्यो हालिदिनु पर्यो। अब 17.5 छ भने पास मार्क्स त्यति हालेर सेभ गरिदिनु पर्यो। सेभ गरेर एसाइन ग्रेस गरेर यहाँ गएर एसाइन ग्रेस गरेर सेभ गरिदिनु भने सबैलाई ग्रेस एड भयो है। यो चाहिँ अब यो विद्यार्थी हटाउनु पर्यो भने चाहिँ टिक गरेर यहाँ एसाइन ग्रेसमा गएर रिमुभ ग्रेस गर्नु भने त्यो विद्यार्थीले मात्र हट्छ है। त्यो चाहिँ त्यो ग्रेस हालेको चाहिँ त्यो विद्यार्थी मात्र हट्यो। ग्रेस एड गर्ने चाहिँ यसरी हाम्रो चाहिँ ग्रेस चाहिँ थ्योरीमा गएर हाल्नु पर्यो है। प्र्याक्टिकल अब सकेसम्म फेल गराउनु नहोला के अरे। अब थ्योरीमा गएर थ्योरी फर्स्ट टर्म थ्योरी, सेकेन्ड टर्म थ्योरी कुनमा हाल्नु पर्ने त्यसरी नै ग्रेस एड गरिदिनु पर्यो। ग्रेस एड गरिसकेपछि हजुरले अब ग्रेस एड मेरो आएन भन्नुभयो भने ग्रेस एड गर्नु नि हजुरले यहाँ विथ ग्रेस मार्क्स टिक लाउन बिर्सिनु भयो होला। विथ ग्रेस मार्क्स टिक गरेर सर्च गर्नु पर्यो है। विथ ग्रेस मार्क्स टिक नगरेसम्म आउँदैन। विथ ग्रेस मार्क्स टिक गरेर हेर्नु पर्यो ब्लेजर हेर्दाखेरि चाहिँ त्यो भयो। अब हाम्रो अर्को सिम्बल नम्बर हाल्नु पर्यो भने चाहिँ हजुरले सिम्बल नम्बर सेटअपमा गएर सिम्बल नम्बर देखाइदिन्छु। सिम्बल कन्सिलिडेटेड रिजल्टमा गएर सिम्बल नम्बर हाल्नु पर्यो है। यहाँ गएर सिम्बल नम्बर गएर कति कति छ सिम्बल नम्बर, कुन क्लासको कति हो भनेर चाहिँ आफूले जेनेरेट गर्न मिल्यो। अनि यसरी कति कति छ सिम्बल नम्बर गरेर सेभ गर्न मिल्यो है। सेभ गरेर मार्कसिट पनि यही सिम्बल नम्बर आउँछ। यो गरेर सेभ गर्नु पर्यो। अब एडमिट कार्ड नै भयो। अब स्लिपहरू पनि इक्जाम स्लिपहरू दिन छ भने इक्जाम स्लिप पनि आउँछ यहाँ माथिपट्टिबाट। इक्जाम स्लिपबाट पनि भयो, एटेन्डेन्स स्लिप पनि भयो। अब त्यसपछि अर्को के छ, अब अप्सनल विषय है त। अप्सनल विषय चाहिँ हजुरले चाहिँ के गर्नु पर्यो भन्दाखेरि अघि हामी गयो चाहिँ एकाडेमिकमा गयो चाहिँ जहाँ हो त्यही गएर फेरि सेकेन्ड अर्को सेटिङको एकाडेमिकमा गएर इलेक्टिभ ग्रुप खोलिदिनु पर्यो। मानव एउटा विद्यार्थीले अप्सनल म्याथ मात्र पढ्छ भने म्याथ ग्रुप भनेर खोलिदिनु पर्यो। म्याथ ग्रुप खोलिदिनु, यहाँ अप्सनल म्याथ चुज गरिदिनु। उतापट्टि हामीले अब 8 सब्जेक्टमा हजुरले जसले इलेक्टिभ चुज गराउनुपर्छ नि त्यति मात्र आउँछ इलेक्टिभ ग्रुपमा। त्यो मात्र आउँछ सब्जेक्ट एड गरेर सेभ गरिदिनु पर्यो है। यो सेभ गरिसकेपछि हजुरले यहाँ म्याथ भनेर यसरी अप्सनल म्याथ भनेर आउँछ है। यसरी तपाईँ माथिपट्टि म्याथ भनेर हालिदिएँ मैले यसलाई।
यसरी अप्सनल म्याथ भनेर आयो, यसरी आयो। अनि यो अप्सनल म्याथ विषय पढ्ने विद्यार्थीहरू को हुनुहुन्छ भने चाहिँ हजुरले यसरी इक्जामिनेसनको रिपोर्टमा गएर यहाँ लास्टको ब्ल्याङ्क देख्नुभयो होला, ब्ल्याङ्कमा चुज गरिदिनु, लास्टको ब्ल्याङ्कमा चुज गरिदिनु। ब्ल्याङ्कमा चुज गरेर कुन क्लासको, मानौँ 9 क्लासलाई सर्च गर्नु है। 9 क्लासलाई सर्च गरिसकेपछि विद्यार्थीको यसरी आउनुहुन्छ, यहाँ टिक गरेर यसरी यहाँ विद्यार्थी टिक गर्नु। टिक गरिसकेपछि अब मानौँ विद्यार्थी सर आउनुहुन्छ कि अब अप्सनल म्याथ मात्र पढ्ने टिचर विद्यार्थीहरूलाई टिक गर्नु, अप्सनल म्याथ मात्र पढ्ने विद्यार्थीलाई टिक गरेर यहाँ गएर एसआई इलेक्टिभ चुज गरेर उतापट्टि हामीले ग्रुप के खोल्यो अप्सनल म्याथ ग्रुप गरेर चेक गर्नु भने यसरी है अप्सनल म्याथ भनेर आउँछ, अप्सनल इको भनेर आउँछ। यसरी आएर चेक गर्नु पर्यो, उहाँको मात्र मार्क्स हाल्नु पर्छ त्यो चाहिँ है त। ल हुन्छ, आजलाई यति नै। केही समस्या लाग्यो भने फोन गर्नु होला। हस्।